तोर दखल दिया दुईटे हेर न कस्तो गाडी गाडी लडे कुन मालिक पोजिसन बसिसक्यो यो भाग भाग कालो जित्ता ल भागिसक्यो भाग 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 कि पहिला नि जित्यो अरे गोरुहरू भाग भाग कहाँ भएको ठिकै अनि यस्तो गोरुहरू खेलाइ जुत्तातिर के जोत्ने खाले गोरु तँ भर्खर धादिङ गरेर ल्याएको तँ मालिकहरू खो नि अघि सान्देहो नि तँ गएर साथ पर्सि त सानोतिनो गोला त ल अचार दिँदो रहेछ त्यसले त है त्यो गोरु र नहुनु पर्ने 1 लाखमा हुन्छ क्या कस्तो चिसो दिन पऱ्यो है आज फुटकायले बल्ल जुरिया अहिलेसम्म त मिठो म्याचमा वहाँदेखि यहाँसम्म धकल दिए सिङमा पायो नि धकल्ने मुन्टो दुईचोटि भइसक्यो यस्तो काले यस्तो गोरु जुतेको गोरुहरू खेलाइ चाहिँ चढेको नहुँदैन कस्तो यसले जित्छ तारले जित्छ जस्तो खेलाइ खेलै जित्छ अरे कि जितेको गोरु हेर्नु नि खेल्दै खेल्दै जिते हेर्नु न अझै अझै छोड्छ नि खेलाइ खेलै जिते एकैचोटि हेर्नु नि पेट कस्तो गरेको चाहिँ एकैचोटि भयो नि फोटाफोटी
तल चाहिँ यो सानो भएको कालो सानो आहा हालिन्छ कुन बेला यार त्यसै छोडेर यो गोरु र यो तार गोठे हिँड्दैन तर घ्याप्चो त हाल्दैन कालो किलो रहेछ हल्को नि हल्को यो भाइदैन यो तारे भाग्ने भागिसक्यो भाग्ने भए भागिसकेको थियो सबैभन्दा अहिले उहाँ कालना उनी जानै खोज्दाखेरि त घुमी घुमिन्छु देखा काले चाहिँ उसको हेरी अलि पावर भएको कस्तो हेर्नु यतापट्टिको गोरुको टाङ कस्तो दाउरे बुढा जुदामा यहीँ गरे हालै घाम लाग्यो सोनिया यसले छोडिसक्यो यार अघि नै सुरुमा भागम लाग्छ गर्थ्यो कालोले होइन तारेले खेलायो तारेले बाउको पाहाडी भुटु टुट्टै लिएर गएर फालिदिन्छ कि जाडोमा त यहाँ यत्तिकै ढुसी लाग्ने यहाँ लाग्दैन होला कि आज यो हो कि यस्तो फ्लेभर त सकिसक्यो यार त्यो आयोजक नजिक नजिक धेरै गएर घाँस्छ नि फेरि आयोजक नि विचार गरौँ घुम्दा छु भन्दै अगाडि गऱ्यो होइन गोरुले चिन्दैन त्यसबाट तारेको पर्नुपर्छ कि अब त्यसबाट तारेको कि दुइटै ठुल्ठुलो छन् पछि त्यो उसको छ नि नवीन परियार त्यो गोरु पऱ्यो भने त बबलै धानिन्छ कि ढकाललाई दुइटै ठुल्ठुलो है नवीन परियार चाहिँ बरु जुदाको नि गाडी छ मलाई यसले एक्टिभ देखाइदियो कि काले भाग्न लाग्यो अब होइन यस्तरी ठिरे भाग्ने बसी त पुत्तर ठाडो बनाउँछ त्यसले नि सक्दैन कस्तो ठेलाम ठेल पऱ्यो यहाँ नचाइदिन्छ रातोले धेरै दिमाग लगायो नि कालो त्यो घुम्छ त्यो रातो गोल घुम्छ हेर है अब आफ्नो पोजिसनमा आउने कि त्यो पाहाडमा जान अलिकति कालाको जुरो चाहिँ यसको खेलाउने चाहिँ यसले तारेर फेरि अहिले धेरै जुत्दिनँ अहिले सक्दैनन् पछि पछि गरेर थाक्छन्
अहिलेसम्मको लक्की गोरु भनेको चाहिँ उहाँ तलको रहेछ क्या त्यो भाइ परेछ क्या अब त गोरु जानु नि 8वटा गोरु चाहिँ भयो अब 8वटा भयो नि त पहिला 4वटा राउन्ड भयो भने चाहिँ अझै छ होला त्यो छ दिन तिनीहरूको पनि पालो आउँछ कोसँग तिनीहरूको कोसँग अब त पालो चाहिँ छैन ए उसको जुन खान त एउटा रातो अस्ति नै जितेको रातो त्यही 4वटा गोरु 14वटा गोरु हुन्छ त अझै छ होला नि एक खालको गोरु छ एउटा गोरु बाई पारो त्यही बुढाको 2टा गोरु भयो भने होइन 2टा गोरु त भयो अनि एउटा उ त्यो भयो 3टा गोरु बाँकी रहेछ अब कुन भाग्छ भाग्नलाई भाग्छ भाग्छ कालो पनि आँखा पनि रे कस्तो उसको सिङले धेरै अप्ठ्यारो पारेको क्या सिङ साउहरू त दुगमा बस्या होला नि गोरुको साउहरू गोरुको साउहरू डरा झोक्रा किचन झुथे होइन स्याउ खुवाइदिनु पर्ने चाहिँ एउटा ल्याएर अच्छा दिन्छ नि जोसमा त हान्छ नि त्यसले होइन ढुम्रा हालेर खर्च 2टा हाल्दैछ त यहाँ त 2टा हो मान्छे नि त्यतै त त्यस्तो नि गर्छन् दाइ खुवाउँछन् सही हो पहिला पहिला युद्धमा घोडालाई त्यसै गर्थ्यो मान्छे गोरु चिन्दैन ठ्याक्क त्यो लाएको बेला हेर त 2तिर उ हेरेको फुट्ट भाङ छ कि हो हाम्रो त गाउँको चाहिँ रातो हो क्या तिमी विदेशपछि मलाई पैसा हाल्दै है हाल्दै भाइ कालो पैसा कमाउने होइन कि जे भयो नि त सम्झेर हाल्दै है मैले नभने नि है ढुक्क हो नि जति कमाइन भन्छ मेरो त कमाइने होइन भन्छ होला खालि म त रातो हो क्या भन्छु बाजी हान्छु तर म रातो म कालै हो त रातो मार्दै तुरै फेरि खाने कि यिनीहरू 2जना रातो पनि बलियो त्यो स्याउले भप्पै हाल्दैन पारै हालिदिँदै उसले बाँस उडौँले भप्पै सेवा हाल्ने कि सेवा हाल्ने के बुझ्यो यो धेरै त्यसको शरीर दुख्छ 2टा हालिदिनु पर्छ हामी तारे यहाँ डराउन हुन्छ है तैँले यहाँ बुढा त पहिला लाग्छ मेरो घाउहरू चाहिँ यस्तोमा पानी हालिदिएर चराउँछ होला है बिचरा है कहाँ हाल्ने नि चना मुखमा खुवाइदिने र अनि झ्याब्बर दुख्छ कि होइन के हामीले भन्नु भनेको पानी हालेर चराउँछ होला चराउँछ उयो हेर कस्तो बाफ उडेको त्यो गोरुबाट चना घाँस 20-25 मिनटै जुधे गर्दा है खेल्न त्यसले डरो यो जुधेको यो गोरुहरू जोत्छ नि दाइ त्यस्तो गोरुहरू एकदम खेली जुत्छ अरे के त्यही भनेको छु नि त्यही सँग हेर कस्तो दामी है कति घुमेको यो गोरु यार कस्तो आफ्नो पोजिसन चाहिँ निकालेको कि उता जाने बित्तिकै यता घुमिहाल्छ यो गोरु
टोपी हातमा लिनु पर्छ टोपी हातमा हेर न बाप कस्तो उडेको यो कालो गोरुबाट यार जोडी हो त्यसको यो कालो गोरुबाट बाफ उडेको देखेँ हौ आधा घन्टासम्म एउटा गोरु एउटा गर्छ मलाई डेन्जर बाफ उडेको यार यो कालो गोरुबाट त यार 12-13 गोरु त तातो आछ क्या हिट भइसक्यो क्या अब गोरु पसिना आयो बाप चितो गोरु नि ढिला हुन्छ नि यो बोले त एकचोटि पानी हालेर दुधा खा क्या हो ज्यान गोरुको हाल्छु नगएको साउसाउकै चित्ताबारी हुनुपर्ने कि धन्दै कच्चकै मारेन यार उठाइदिए आहा ओ बाह्रको नाम राखे बाह्रको अचाडे है कालोले अचार्न त फाल्नै सक्दैन घुम्दिन्छ अब कस्तो सकु रहेछ यार त्यो यार चाङ्डो रहेछ तारे तारे बाह्रको खेलाइसक्यो कति नखण्डे यार थाकिसक्यो काले नि थाको दुइटै थाके है कति बेला आऊ तिमी त्यति बुढिया छैन बल भर्खरै हो धेरै लगायो नि त भयो घरको पावर लगाउने